ल आज चाहिँ यस्तो एउटा अपर्च्युनिटी पनि आयो कि एउटै पैसामा दुईटा प्लेन चढ्न पाइयो है। त्यो यो प्लेनलाई अघि आधा घन्टा लगभग 20 मिनट उडेर आइयो आकाशमा। फेरि अर्को जहाज आइपुगेको छ बुद्धि एयरकै। फेरि यो चढ्न पाइने भयो। ल लक्की भन्ने अनलक्की होइन, दुवै 50-50 होइन। त्यो चाहिँ थोरै टेक्निकल प्रब्लम भएर अघि हामी आकाशबाट फर्क्यौँ। फाइनल्ली फेरि यो दोस्रो जहाज आएको छ लगभग 1-1.5 घन्टा वेटिङ पछि। एनिवे जसरी हामी काठमाडौँ पुग्ने भयौँ, खुसीको कुरा यही छ होइन। सबैजना एक्साइटेड हुनुहुन्छ। आइपुगेको छ जहाज बुद्धि एयरको। ल अब चाहिँ हामी जान्छौँ है त काठमाडौँ सरर है त। ल अहिले चाहिँ म काठमाडौँ एयरपोर्टबाट ओर्लिसकेँ, निस्कि पनि सकेँ। बाहिर ट्याक्सी बुक गरेर अब घर पनि जाँदैछु। अघि दुईवटा जहाज चढ्नुको कारण चाहिँ म बताउँछु। म चाहिँ भैराबाट काठमाडौँ जाँदै गरेको, अनि त्यो हामी चढेको बुद्धि एयरको फ्लाइटभित्र चाहिँ टेकअप भएको 15 मिनटमा चाहिँ त्यो फ्लाइटभित्र चाहिँ यस्तो खालको स्मेल आएको थियो कि होइन। अनि त्यो भित्र पुरा धुवा पनि भइसकेको थियो। अनि त्यो थाहा पाएर चाहिँ फेरि ब्याक टु त्यहीँ ल्यान्ड गराएर अनि 1 घन्टा वेट पश्चात अर्को जहाज आएर हामीले काठमाडौँ ल्याएको हो।